हेलो स्टुडेन्ट्स, जापानको स्टुडेन्ट भिजाको लागि एप्लाई गर्नुभयो, सिओई पनि आयो। अब हामीले भिएफएसमा गएर भिजा एप्लाई गरेर जापान जानुपर्ने हुन्छ। योभन्दा अगाडिको भिडियोमा नै मैले डिटेलमा सबै प्रोसेसहरू चाहिँ बुझाइसकेको थिएँ र आजको यो भिडियोमा चाहिँ म तपाईँलाई भिएफएसमा मात्रै केन्द्रित रहेर चाहिँ भिएफएसको बारेमा बुझाउँदैछु। अब हामीले सिओई आइसकेपछि सबैभन्दा पहिला भनेको भिएफएस डेट बुक गर्नुपर्छ। तपाईले आफूले नै इजिली भिएफएस को वेबसाइटमा गएर आफ्नो लागि भिएफएस डेट लिन सक्नुहुनेछ। भिएफएस डेट नर्मली जापानको स्टुडेन्ट भिजाको केसमा हेर्दा एप्रिल इन्टेकको लागि अलिक लिन गाह्रो भए पनि अरू इन्टेकको लागि त्यति धेरै गाह्रो चाहिँ हुँदैन, किन भन्दा स्टुडेन्टको नम्बर चाहिँ अलिक कम हुन्छ अरू इन्टेकहरूमा। भिएफएस डेट बुक गर्नको लागि तपाईले आफ्नो डकुमेन्टहरू कहिलेसम्म प्रिपेयर हुन्छ त्यो अनुसार भिएफएस को वेबसाइटमा गएर आफ्नो अकाउन्ट क्रिएट गर्नुपर्नेछ। तपाईले आफ्नो इमेल र फोन नम्बर राखेर अकाउन्ट सजिलै क्रिएट गर्न सक्नुहुनेछ र त्यहाँ वेबसाइटमा स्लट्सहरू खुल्छ, कुन टाइमको कुन डेटको लिनुपर्नेछ त्यो अनुसार बुक गर्न सक्नुहुनेछ। पहिला अलिक अगाडि भिएफएस लिँदा फ्री अफ कस्ट थियो, डेट बुक गर्दा कुनै पनि चार्ज लाग्थेन भने अहिले 2080 समथिङ त्यस्तै 2083 जति तपाईले चार्ज पे गर्नुपर्नेछ अनलाइन कार्डबाट। यसको लागि तपाईले एनआइसी एसिया ब्याङ्कको, नोबेल ब्याङ्कको कार्डहरू चाहिँ युज गर्न सक्नुहुनेछ। तपाईले आफ्नो एटिएम कार्डबाट नै पनि डेट बुक गर्न सक्नुहुन्छ। अब डेटको कुरा सँगसँगै के डकुमेन्ट रिक्वायर हुन्छ, तपाईले एज अ स्टुडेन्ट भिजामा एप्लाई गर्दै हुनुहुन्छ भने के डकुमेन्ट तपाईले सबमिट गर्नुपर्ने हुन्छ त। डकुमेन्ट तपाईले सबैभन्दा पहिला एउटा भिएफएस फर्म भर्नुपर्ने हुन्छ। आफ्नो पासपोर्ट भइहाल्यो जसमा तपाईले भिजा प्राप्त गर्नुहुनेछ र तपाईलाई कलेजले पठाइदिएको सिओई ओरिजिनल छ भने ओरिजिनल दिनुस्, अथवा छैन भने कलर कपी पनि बुझाउन सक्नुहुनेछ। र साथसाथै कलेजको इन्भोइस र एडमिसन जुन अलिक अगाडि कम्पलसरी भयो भने अहिले पछिल्लो टाइम त्यति खोजेको छैन, तर त्यो पनि लगेर सबमिट गरिदिनु हुँदा हुन्छ। र त्यसपछि तपाईले नेपालमा कुनै जापानिज ल्याङ्ग्वेज स्कुल अथवा तपाईले आफ्नो कन्सल्टेन्सीमा भाषा पढ्नु भएको छ भने ल्याङ्ग्वेज सर्टिफिकेट पनि बनाउनु पर्ने हुन्छ। मिनिमम 150 आवर्स भन्दा माथि रहेर तपाईले ल्याङ्ग्वेज सर्टिफिकेट बनाउनु पर्ने हुन्छ। र अब एउटा मेन कुरा लास्टमा तपाईलाई चाहिने भनेको तपाईले कुनै पनि N5 लेभलको एक्जाम दिनु भएको छ भने त्यसको ओरिजिनल सर्टिफिकेट यहाँनिर ख्याल गर्नुपर्ने हुन्छ। तपाईले फोटोकपी सबमिट गर्नु मिल्दैन। N5 लेभलको एक्जाम दिनु भएको छ जस्तै जेएलपिटी, जेएलसिटी, नेट, जेएफटी अरू पनि हुन सक्यो, तिनीहरू चाहिँ तपाईले ओरिजिनल सर्टिफिकेट नै सबमिट गर्नुपर्नेछ। र तपाई पास हुनुभयो, सर्टिफिकेट कलेजमा पठाउनु भयो, कलेजले इमिग्रेसनमा पठाइदिएर त्यो सर्टिफिकेट तपाईलाई रिटर्न आएन भने त्यस्तो केसमा तपाईले जेएलसिटी, जेएलपिटी को अफिसमा गएर त्यसको कपी निकाल्न सक्नुहुनेछ, जसलाई पनि तपाईले भिएफएसमा सबमिट गर्न सक्नुहुनेछ। तपाईले N5 लेभलको ओरिजिनल डकुमेन्ट सबमिट गर्ने नगर्ने कुराले तपाईलाई इन्टरभ्यूमा बोलाउँछ कि बोलाउँदैन भन्ने 95% भन्दा माथि डिपेन्ड गर्छ। यदि तपाईले ओरिजिनल सर्टिफिकेट सबमिट गर्नु भएको छ भने तपाईलाई भिएफएस पश्चात एम्बेसीले इन्टरभ्यूमा बोलाउने चान्स एकदम कम हुन्छ। तपाईले सबै डकुमेन्ट सबमिट गरिसकेपछि 3 दिनको इन्क्वायरी टाइम हुन्छ, यसलाई वर्किङ डेजमा काउन्ट गर्नुपर्ने हुन्छ। तपाईले आज डकुमेन्ट सबमिट गर्नुभयो भने भोलिबाट काउन्ट हुन्छ र बिदा जस्तो स्याटरडे, सन्डे अथवा कुनै पब्लिक होलिडे छ भने चाहिँ त्यो काउन्ट हुँदैन। टोटल्ली 3 वर्किङ डेज तपाईलाई इन्क्वायरी कल आउने चान्स हुन्छ। तपाईले डकुमेन्ट सबमिट गरिसकेपछि 6 वर्किङ डेजमा तपाईलाई पासपोर्ट कलेक्सनको लागि भिएफएस को थ्रुबाट मेल अथवा मेसेज आउँछ। तपाईले अब डकुमेन्ट सबमिट गर्नुभयो, इन्क्वायरी कल 3 दिन वेट गर्नुभयो। यदि तपाईलाई कल आयो भने पानी पोखरीमा रहेको एम्बेसी को अफिसियल नम्बरबाट कल आउँछ। त अब इन्टरभ्यू के कसरी प्रिपेयर गर्ने भन्ने कुरा तपाईले आफ्नो कन्सल्टेन्सीमा कन्ट्याक्ट गरेर त्यहाँबाट पनि प्रिपेयर गराउन सक्नुहुनेछ। कलेक्सनको लागि इमेल अथवा मेसेज रिसिभ भइसकेपछि आफ्नो ओरिजिनल नागरिकता लिएर भिएफएस सेन्टरमा भिजिट गर्नुपर्ने हुन्छ। तपाई अर्थात् तपाईको बिहाफमा अरूले पनि रिसिभ गरिदिनु मिल्छ, मन्जुरीनामा पत्र लगेर। त्यसरी रिसिभ गरिसकेपछि तपाईले आफ्नो पासपोर्टमा हेरेर भिजा लागेको नलागेको कन्फर्म गर्न सक्नुहुनेछ। यदि तपाईलाई यो प्रोसेसमा कुनै पनि कन्फ्युजन छ भने
यो भिडियो कम्प्लिट हेरेर बुझ्नु भएन भने तपाईँले मलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुनेछ। म यतै कतै स्क्रिनमा मेरो व्हाट्सएप नम्बर राखिदिन्छु, तपाईँले त्यहाँ पनि मेसेज गरेर केही कन्फ्युजन छ भने डाउट क्लियर गर्न सक्नुहुनेछ। यदि तपाईँ स्टुडेन्ट भिजाको लागि जापान जाने सोचमा हुनुहुन्छ भने त्यस विषयमा कुनै पनि कुराको जानकारी लिनलाई तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र आजको भिडियो यति नै। च्यानलमा अरू पनि रिलेटेड भिडियो राखेको छु मैले, गएर चेक गर्न सक्नुहुनेछ। धन्यवाद। सायोनारा।